ॐ श्री परमात्मने नमो गुरु वशिष्ठाय नमो रामचन्द्राय नमो वाल्मीकि ऋषये नमो योग वासिष्ठमा रामायणाय नमो नमो समाधान सूत्र पनि मैले यो वासिष्ठमा रामायणको निर्माण प्रकरणको चरित्र कथाहरू, जीवन दर्शनका कुराहरू र व्यक्तिको मन अथवा चित्त बुद्धि या त अहङ्कारलाई शान्त पार्ने तरिकाहरू के हुन सक्छन् र जीवनमुक्त अवस्थामा कसरी व्यक्तिले पुर्याउन सकिन्छ भन्ने प्रकारको व्यवहार र व्यावहारिक ज्ञान र सिद्धान्तका कुराहरू यहाँ वशिष्ठले रामलाई बताएका कुराहरू यहाँहरू समक्ष राख्ने प्रयास गर्दै मैले आएको छु। र अब योग वासिष्ठ महारामायणको 69 सर्गदेखिका केही श्लोकहरू यहाँहरू समक्ष राख्ने प्रयास गरिरहेको छु। शवासनास्तुत्पद्यन्ते प्राणा मुञ्चन्ति देहकम् तद्देवं वायु संश्लेष यान्ति दुःखाय गन्तवतु। अब यसमा के चुडालाको उपाख्यान भन्दा अगाडिका एउटा जीवट ब्राह्मण अथवा भनौँ दीर्घदृश्य नाम गरेका भिक्षुको कथा प्रसङ्गदेखि यहाँ श्लोकहरू यहाँहरू समक्ष थोरै थोरै राख्दै गएको छु। र त्यसको साथै एकजना राजा र एउटा बेतालसँगको संवादका कुराहरू भित्र पनि यसभित्र परेका छन्। शवासनास्तुत्पद्यन्ते प्राणा मुञ्चन्ति देहकम् तद्व्योमं वायु संश्लेषं यान्ति दुःखाय गन्धवतु। अर्थात् वासना सहित भएर जो व्यक्ति मर्दाखेरि देहलाई छोडेर जान्छ, हावाले फुलको गन्धलाई लिए जस्तै गरेर वासनाको गन्धलाई लिएर जान्छ र अर्को जन्ममा त्यही गन्ध बीज भनेर जन्मिन्छ। शवासनास्तुत्पद्यन्ते प्राणा मुञ्चन्ति देहकम्, शरीर छोड्यो बस वासना चाहिँ लिएर गयो र त्यो वासनाकै आधारबाट जन्म लिन पुग्छन् भनेर बताउनु। त्यस कारणले के भन्नुहुन्छ वशिष्ठले भने ज्ञानात् अवासनी भावम सुनासम प्राप्नुयात्मन। ज्ञानद्वारा भावनालाई अवासनी बनाउनु पर्छ अनि मात्रै मनको नाश हुन्छ। प्राणात् स्पन्दम स नादते तत शान्तिर हि शिष्यते। जब मन शान्त भयो नि, चित्त शान्त भयो, प्राण स्पन्द पनि शान्त हुँदै जान्छ। हो, यो अवस्था हो भने शान्ति मात्रै बाँकी रहन्छ, अरू केही बाँकी रहँदैन राम भनेर भन्नु हो। शान्ति वात परिस्पन्दे यथा गन्ध प्रशान्ति। जसरी शान्त भएको हावा छ भने फुलको वासना यताउति सार्दैन। वासना सार्नको लागि हावा चल्नुपर्छ अनि मात्रै गन्ध चल्छ, अथवा चल्दैन। त्यस्तै तथा शान्ति मनस्पन्दे, मनको स्पन्दन जुन छ सञ्चालन शान्त भयो भने साम्यन्ति प्राणवायु, प्राणवायु पनि शान्त हुन्छ। अर्थात् मन शान्त भयो जसको प्राणवायु पनि शान्त भयो। प्राणवायु र मनको चाहिँ अन्योन्याश्रय सम्बन्ध भएको कुरा त धेरै पटक मैले बताइसकेको छु, यहाँ पनि त्यो कुरा आएको छ। मनस्य स्पन्दनम प्राण, प्राणस्य स्पन्दनम मन। मनको स्पन्दन प्राण हो, प्राणको स्पन्दन मन हो। हेर्नुहोस्, अन्योन्याश्रय सम्बन्ध दुईटैको छ। यतौ विहरतौ नित्यम अन्योन्यम रथ सारथी। एउटाको रथ एउटा, अर्कोको रथ अर्को। रथ सारथी कुनै एउटामा सारथी, कुनै अर्कोमा सारथी। मन र प्राण स्पन्दको सम्बन्ध एउटै हो। प्राण स्पन्द कम भयो अर्थात् वायु सञ्चालन कम भयो, मन शान्त भयो। श्वास प्रश्वास कम भयो, मन शान्त भयो। मन शान्त भयो, श्वास प्रश्वास कम भयो। कुरो यही हो भन्न खोजेको। मुहूर्तमेव निर्माणम यदि चेत परे चेत भनेको चित्त तत्त्व परम पदमा यदि एकछिन मात्रै भए पनि रह्यो भने पनि तत्तत् परिणतम विधि तत्रैव स्वादमागतम, आस्वादमागतम। आनन्दको अनुभूति, शान्ति विषयको अनुभूति जति बेर उसलाई मुहूर्त
शान्ति प्राप्त भएको छ, जति बेर उसलाई समाधि प्राप्त भएको छ त्यति बेर उसलाई त्यति परिणाममा उसको आनन्द उपलब्ध हुन्छ उसलाई भनेर बताएको कुरा यहाँहरूलाई 69 सर्गको 44, 46, 57, 32, 35 श्लोकहरूमा भएको कुरा यहाँ बताएँ। अब आउनुहोस् 74 सर्गमा भएको कुराहरूमा म जान गइरहेको छु। यहाँ के बताएको छ भने अध्यात्म ज्ञान नित्यत्वम तत्त्वज्ञानार्थ दर्शनम तत् ज्ञानमिति प्रोक्तम अज्ञानम तत् अतोऽन्यथा। अध्यात्म ज्ञान नित्यतम, नित्य अध्यात्मको ज्ञान गर्नु जरुरी छ। अध्यात्म ज्ञान नै सबभन्दा ठुलो ज्ञान हो। अध्यात्म विद्या विद्यानम बाध प्रमुखताम अहम, भगवान् कृष्णले गीतामा बताएको जस्तै अध्यात्म विद्या चाहिँ म नै हो। यहाँ के हो? अध्यात्म ज्ञानम नित्यत्वम, नित्य अध्यात्मको ज्ञान गर्नु जरुरी छ कुनै पनि साधकले। किनभने अभ्यास हो, त्यो नित्य अभ्यास। त्यो अभ्यास चाहिँ न पक्कै पनि जीवन सार्थक बन्छ होइन। एतत् ज्ञानम इति, ज्ञान भनेकै यही हो, बाँकी त्यसभन्दा अरू चाहिँ अज्ञान हो। तत्त्वज्ञानार्थ दर्शनम, तत्त्वज्ञान कसैबाट सुन्ने, अध्ययन गर्ने, सो अध्ययन गर्ने, या त कसैसँग छलफल गर्ने, आफूले जानेको कुरा अरूलाई भन्ने, अरूले जानेको कुरा आफूले सुन्ने, छलफल बारम्बार। तच्चिता तद्गत प्राण बोधयन्त परस्परम कथयन्तश्च तन्नित्यम तुष्यन्ति च रमन्ति च तेषां ज्ञानैक निष्ठानाम। गीतामा पनि छ यो श्लोक, यो वासिष्ठ महारायणको उत्पत्ति प्रकरणको 9औं सर्गमा पनि यो श्लोक छ। त्यस कारण हर समय आत्मज्ञानको विषयमा सोच्ने व्यक्ति नै वास्तविक तत्त्वज्ञानी हुन्छ भनेर यहाँ बताइएको छ। पौरुषेण प्रयत्न त्यक्ता भोगौग भावना, भोग ओग भावना। भोगको ओग भनेको समूह। भोग त एउटा भोगले मात्रै शान्ति हुँदैन, अर्को भोग गर्न चाहन्छ, अर्को भोग गर्न चाहन्छ, एउटा शान्ति भयो अर्को, अर्को शान्ति भयो अर्को। इच्छा भन्ने इच्छा त्यो कहिले कम हुँदैन। एउटा इच्छा पुरा भयो अर्को इच्छा, अर्को इच्छा पुरा भयो अर्को इच्छा। त्यस कारणले यस्तो इच्छालाई रोक्नु पर्यो। त्यो रोक्नको लागि पौरुष प्रयत्न गर्नु पर्यो। पौरुषेण प्रयत्न त्यक्ता भोगौग भावना, भोगका समूहको भोग गर्ने इच्छा जुन छ त्यसलाई छोड्नु पर्यो। गत्ता विकसिताम सत्ताम अहङ्कार विधेयते, यदि यो विकसित भयो अर्थात् भोग भावना अत्यन्त कम भयो, शान्त भयो भने त्यस्तो अवस्थामा यो अहङ्कार चाहिँ नाश हुँदै जान्छ। अहङ्कार हुँदैन, ऊ अहङ्कारी नै बन्दैन। किनभने उसलाई कुनै इच्छा, कुनै कुराको